यसरी बाटो जाँदा बाटोमा खोला चाहिँ यसरी टिस्टा खोला बगिरहेको छ। बाटोमा गाडीहरू पनि यसरी जाम भइरहेको छ। यो पानी झरीको टाइममा हिँड्नु पनि एकदमै गाह्रो छ। पानी झरीले गर्दाखेरि यसरी पुरा बाटोहरू बिग्रिराखेको छ। आमोस भेना हाम्रो पास्टर बाउ चाहिँ झन्नै बाटोबाट तल खसिजानुभयो। खुसीको कुरा चाहिँ उहाँ ठुलो एक्सिडेन्टबाट बाँच्नु भएको छ। कुनै पनि पटक चाहिँ उहाँ लागेको छैन। तपाईँहरू पनि गाडीको यात्रा गर्नु हुँदाखेरि चाहिँ एकदमै होसियारी भएर हिँड्नुहोस् है। टायर खान्छ त्यो टायर खान्छ होला अब कि खुल्लै हो त रोडा चाहिँ हालिदिनुहोस् न।